माछा यहाँ आउनु छिटो हामी चाहिँ यो ढुङ्गासँग खोज्न आएको है अनि ढुङ्गा खोज्ने कार्यक्रम भइरहेको माछा देख्न सक्नुहुन्छ त्यो ट्याकलरका हामी यहाँ पहिला यस्तो माछा मारिन्थ्यो पानी यतापट्टि लाएर है माछा चाहिँ मारिन्थ्यो अनि त्यही हो माछा मार्न सक्छौ ल मार त ल ल मार ल तिमीले देख्न सक्नुहुन्छ यहाँ माछा उडेको एउटा मार्नु ल एउटा मार त कसरी मार्थ्यौँ हामीले देखाइदिउँ यहाँ यता यता गए माछा यहाँ गए माछा मारेको माइललाई त्यहाँ हुनुहुन्छ ढुङ्गा खन्ने कार्यक्रम भइरह मार्न सक्यो के गरेर त भने माछा माऱ्यो भने धपान यस्तो त्यसरी नै माछा मार्न सक्छ नि यसरी त्यसरी पो हो त माछा मार्नु ल यहाँ पो छोड्दै होइन कुरमा हात हाल्दा के निकाल्छ न केही नहुनु ल हिँड न भने घम्बुले देख्न सक्नुहुन्छ है माछा हाल न हात दुईटा माछा दुईटा मारे उम्किन्न देऊ शिट गयो यहाँ माछा देख्नुहुन्छ गाइस यहाँ माछा के यता हामीले ए बोटी यही हाम्रो नि त्यसो मतलब यही छ ती यहाँ छ के दुईटा हातले गर न दुईटा हातले हेत्तेरिका हजुर पक्नु है यहाँ एउटा माछा समात्ने कुरो भयो एकैछिन के आउँछौँ कि हामी एकैछिन यो आइहाल्छ अब एकैछिन पाउनु है दाउ अलिकति हात छटौँ चलाउँछ अलिकति थोरै चलाउ हो ठिक ल तिमी त लुहाँदै रहेछ भन्छ सक्दैनौ दामी माछा मार्न सक्दैन होइन अब चाहिँ हामी मारेर ल्याउनु अहिले म देखाइदिन्छु ल हामी चाहिँ अब ट्याकलर अलिक माथि जानुपर्ने हुन्छ होइन आज हामी धेरै प्रसिद्ध भ्लगमा आइरहेको छु म कुन चाहिँ लाने एउटा हो त्यो माथि ढाकिदिने कच्चा चारपटे भाइ दामी हुनु भान्दा यहीँ आऊ यहीँ माछा पाउँछ यहीँ आऊ भान्दा आऊ त भान्दा ओ भान्दा यहाँ आऊ न मलाई माछा यहाँ आउनु छिटो यो देख्न सक्नुहुन्छ है माछाको टाउको उयो माछा उयो माछा हेर माथि माथि हेर नि छोड हात छोड भाग्यो तेरि माछा देख्न सक्नुहुन्छ गाई चाहिँ मैले हातमा क्यापे पार्छ कि एउटा माछा एउटा हातले क्यापे पार्छ कि अब यसलाई चाहिँ यहाँ माछा यहाँ पाल्नुपर्छ हामीले चाहिँ ट्याकल लाएर है अरू पनि छ हेर माछा यहाँ छ नि त माछा देख्न सक्नुहुन्छ माछा है कहाँ गयो माछा कहाँ भयो हेर माछा एउटा थियो शिट गयो सो त्यही हो गाइस है माछा पहिला हामी यसरी
यता पानी यता लगाएर चाहिँ हामी यता पानी सुकाएर चाहिँ हामी माछा मार्ने गरिन्थ्यो होइन। अहिले त अब धेरै भइसक्यो त्यसो नगरेको पनि यो पनि ठिकै छ। आज चाहिँ हामी त्यो पूजा थियो, आज हाम्रो आइतबारे पूजा थियो अनि त्यसको लागि चाहिँ मन्दिर बनाउनु पर्ने ढुङ्गासुङ्गा खोज्न आएको यो बगरमा चाहिँ खोला जस्तो भनेको एउटा सानो बगरमा त्यही हो गाई है। थप्पी गाईगर सबैजनाले माया गर्नुहुन्छ भन्ने आशा है। माछा पनि देखिया माछा त रहेछ माछा 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 के पनि गर्छ च्यालेन्ज गर्नुपर्छ च्यालेन्ज भनेर सानो माछा मारिसकेको नि। यहाँ माछा त कति छ नि माछा मार्न त पाए हुन्थ्यो गाइस कुद खुलेर बडी जान्छु तल मार्नु ल यति राख यहाँ गाइस हेरौ ल्याउ एकले माछा मार्नु दिनु गाइस माछा मार्नु दिनु उता साउथको भन्छ ओ चले ड्याडी साउथको खोल ल्याउ न। त्यही हो गाई चाहिँ अब चाहिँ हामी घर जानुपर्ने हुन्छ होइन। अनि चाहिँ अहिले फेरि भेट्नु खै देखा त माछाहरू माछा मारेरै छोडेको यार थोरी माछा नि माछा मारेरै छोडिसक्यो भान्जाले भए मारिरहन् ल जाम अब चाहिँ हामी ढुङ्गा लिएर घर जानुपर्ने हुन्छ गाई है। सो है त के गर्नु कुन हात फेरि हातै त्यस्तो भयो कि अनि फेरि हात यहीँ परेर छोरीहरूलाई हो त्यो यतिको त अब त्यहाँ पोतेर यताउता गरेपछि त भइहाल्छ नि। ठ्याक्क तल है भान्जा अलि धेरै पाल्नु पर्छ है। पानी धेरै ल्याऊ है अलि भान्जा त्यो एक बोतल ल्यायो नि हुन्छ होला। अनि तिमीले के आन्ला हो के आन्ला तिमीले बाटो बना किन रोड ल्याउने यहाँ कि गाडी ल्याउने हो के त खोला बनाएको फोहोर चलाउ न फोहोर नचलाऊ। पानी भरेर है खाने पानी नै खानु पर्यो पानीतिर ला खै एउटा पानी हाम्रो मन्दिर निर्माण कार्य हुँदैछ पानी खोला न के गोल्ने पानी खान लाउनु भएको छ। हाम्रो मन्दिर आज बन्दैछ गाइस। नानी चाहिँ हेर्नु यस्तै खेल्छौँ कि तिनी चाहिँ यस्तै खेल्ने। हाम्रो जब पोतपात हुन लाग्छ मन्दिरलाई चिटिक्क बनाउनु पर्यो। गोबरले हान्नु किन गोबर चाहियो र गोबर होइन यत्तिकै छोडिनु मामा कान्छोमा आएर मैले अलिक हिँड्नमा अलि माटो हाल्नु नि त धेरै लत त भयो। चिटिक्क पर्नु पर्यो नि हुन्छ अब
दो भने पानी छ पानी ल्याउने जा भन्दा एक भाँडा पानी ल्याऊ अनि पानी लिनु जल यामा खोला बनाउनलाई भयो मलाई केही नगर्नु खोला बनाउन खै त्यो पोथी र फाले गाई काट्न लाग्छ हामीले यो पोथी त्यहाँ छ भाले आज यसो खम्की हान्ने होला मन्त्र नि पढ्नु नि त के भयो त अन्तर पढिरहेको मनमने हो मनमने हो नि त पुजारी मान्छे नि मनमने हो दिउँसो फाल्दा त यसो अलिअलि भइरह या भइरहा मन्तर सन्तर मनमन नाम त मन मन्त्र मनले गर्ने मन्त्र हो क्या मन मन्त्र सही भन्नु हैन हैन त हुन्छ हैन अब जो जुन के गरियो हैन ल लेम भाले अब यो त मामा झन् बाहिर प्रसाद गाइस अब नमस्ते प्रसाद खान्छौँ नमस्ते मलाई गर्ने हो कि प्रसाद खाएपछि नमस्ते गर्नुपर्ने यो खास त मैले भुइँमा नराख्नु भन्ने कारण चाहिँ के हो नि त्यो पानी उपर हो या भित्र चढाउनु पनि तालै बाँच्छ माइलो चढाउँछ माइलोले बोला मैले ल ल ल हामी त सेलरोटी चाख्नु त म खान्न खानु धक्कन पनि लोजु भयो लोजु भयो एकैमा पुग्दैन रोटी धक्कन दिनु अहिले माइलो चढाइदिए भित्र सेलरोटी सेलरोटी खानु मिल्दैन मिल्छ अहिले पर अहिले चढाइदिए हेर दिक्कत पनि छैन मलाई रोक्सी पारेको पानीले त्यही पानीमा छैन रात तातो पनि छैन लु न पानी त हाम्रो उताभित्र छ खानु पनि छैन तान्त अब बाबु रोटी चढाइदिए आइज बाबु टिका लाउनु भाइ रोटी चढाइ ल बाबु अब टिका लाउनु मोबाइलमा त उता भित्र बाहिर ए यो हेर 38 त्यो थियो भन्दा अर्को चाहिँ 38 छैन सोध्नु त बाबु म खुट्टा पोल्छु यो कुन कुन के कसरी काट्ने हो कि सिकाउँछु बाबा बा त्यसो होइन हजुर होइन त्यसले पगला कहाँ आउँदो रहेछ यसरी नै आउँदो रहेछ ग्यास बनाउनलाई पखेटा खुट्टा सुट्टा यताउता राख्ने हो रानी हो त्यहाँ ठुलो प्लेट राख्ने अरू अरू गरम गरम गुरुङ अरू कुरा आउँदो रहेछ यो त्यसै नै आउँछ नि त हाम्रो खाने बाटो एउटा एउटा थाल पनि ल्याउनु न के अन्त म कसरी आऊ तिमी हालमा जाऊ न के होला कहाँतिर माछा त अर्का न हो बाबु हजुर होइन काटेर चाहिँ अर्कोमा थाल्नु हामीले मजा अङ्कल मजा लुकुन लगाइदिनु भयो यति रातमा ठ्याक्कै घामले ऊ अन्डा होइन यहीँ बसेर खाए पनि खाने बेला
दिदी त एकचोटि आउनु भएन त किन हो दिदीसँग खोइ किन हो होइन त्यो साबित्री आएछ नि बादमा आएर बसिहाल्छ नि भर बुझाएर भ्या भन्दै थिएँ सम्झिने चिन्छन् साबित्रीले है साबित्री आउ आएछ दिदी भन्या नि त्यहाँ गएर साबित्री त त्यहाँकोले उता जाऊ यहाँ ओइ दिदी के भर्खर छा हो क्या अन्त नि आकृति आकृति हेलो हेलो भाउजू यसलाई नि अलिअलि यसो पोलिदिनु त यहाँबाट बोलाउन साबित्री म त दिदी दिदी भनेर बोलाउनु अब भान्जी जस्तै दुईजना आउला नि भान्जी कोरी भान्जी आउँछ नि भयो बुवालाई खुट्टा लाएर बाबु भर्खरको साँगा हो यहाँबाट गएर साबित्री दिदी आउनु भनेर बोलाउँछ ताराबाट ओ भान्जा हेलो हेलो गाइस आज हामी पहिला बुलो भइसक्यो दिदीलाई म गरेर म जान्छु भाइ मेरो बिहा यहाँ बोलाउने घर आउनुहुन्छ नि क्या बाबु जाऊ न साबित्री दिदीहरूले बोलाउँछ यति भयो जान भेके बाबु भने तँ कठिन नै यार भिडियो बनाउनु भ्लगमा भाइरल हुनु भएन भ्लगमा भाइरल हुनु भएन ताराबाट बोलाउनु पर्यो जाऊ साबित्री आउनु भन्नु दिदी साबित्री दिदी आउनु भन्नु म भन्छु कठिन ल यहाँ बोलाउनु यहाँ आयो कठिन यार भिडियो बनाइरहेको भान्जी कतै जान्छ भनेर आउँछ हेलो हेर 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 होइन हुँदैन अनि के आउनु त नसाउ ल ल ल ल राम्रोसँग काट्नु हुँदो रहेछ अब अङ्कल मासु पसला बस्नुहुन्छ कि भन्ने आशा छ काट्नु पर्छ है यति हेर जस्तो तपाईँ 2 लाख नभेटेको छु म सुकेको छ भाइ ल्याउनु रे हाम्रो आमा ल्याएर दिनुहुन्छ अरे भने त मारेर छैन होला अरूहरू छ होला हाम्रो खुर्सा हरियो शान्त रहेछ सुकेको छ हरियो शान्त राख अब अघि भन्दै भन्नु हेलो हेलो भइहाल्यो नि त दिल्ली नि साबित्री दुई चार भयो नि हुन्छ भगवान् अझ घुम्न छता बसेर खिच पहिला भयो जा के राख्दै भयो पहिला अङ्कलले माथि छता बसी बसी खिच्थ्यो कसले टिकटक बनाउने रे कस्तो दामी छ हेर यहाँ काट्छ किन ऊ होला नि फेरि तरकारी त्यो त खोइ भन्दा यो त्यो त बिग्रिएको यो त खोइ भएन यो भएन यो नीति पक्न पक्न भने हामी नुन हाल्नु रे हालिदिने त के भिडियो है लु